हेलो गाइज, आज चाहिँ हामी टाउन जाने तयारी गरिरहेको थियौँ बिहानदेखि। अनि त्यसपछि बिहान उज्यालो भयो अनि चिया खाएर हामी चाहिँ अहिले बाटोमा हिँडिरहेको छौँ। अनि हिँड्दाखेरि बहिनी नमस्ते पनि भनेको छ अनि अरूले चाहिँ हाई भन्दै मम्मी, भाइ, म अनि बाबु थियौँ। रमाइलो गर्दै जाने भनेर हामी चाहिँ बाटोमा हिँडिरहेको थियौँ। मम्मी चाहिँ हाँसिराख्नु भएको छ। अनि हामी अटोमा चढ्यौँ। जाँदा जाँदै अटोमा जानुपर्ने बरघाटसम्म, अनि त्यहाँबाट चाहिँ बसमा जानुपर्ने भएकोले हामी अटोमा जाँदैछौँ। अनि जाँदा जाँदै बाहिर हेर्दा त पछि त हामी बरघाट पुगेर नि बसमा ठ्याक्क चढ्यौँ। बसमै लगाइरहेको थियो। त्यो बसमा फेरि सबै दाउन जाने मात्रै मान्छे थिए। अनि त्यही भएर अनि हामी बसमा चढ्यौँ। बस पनि हिँडिसकेको थियो। हिँड्दै बाहिर माथि चाहिँ कालो बादल भए पनि आज पानी परेन दिनभरि नै। आनन्दको मौसम थियो अनि सबैजना बस्नुभएको थियो। सबै दाउन जाने मात्रै हुनुहुन्थ्यो त्यहाँ चाहिँ। अनि हामी अब ठ्याक्क झर्ने बेला भयो दाउन्ने। अनि हामी झर्दैछौँ पालै सबैजना, किनकि सबै त्यो बसको जति सबै दाउन्ने झर्ने हुने भएकोले अलि चाहिँ ढिलो भएको थियो। अनि हामी झऱ्यौँ। झरेर अनि हामी अब त्यहाँ केही सामानहरू किन्न थाल्यौँ। किन्दै थियौँ अनि किन्दै हामी चाहिँ माथि जान थाल्यौँ। सामान किनेर माथि जाँदै यस्तो उकालो चढ्न नसकेर थके लागेको थियो। पसिना भएका थियौँ हामी सबैजना। मम्मी चढ्नै सक्नु भएको थिएन। अनि बाबुले चाहिँ के भनिरहेको छ त्यहाँ। पसिनाले पुरै लुच्रुप्पै भिजिसकेको थियौँ। थोरै पनि यति माथि पनि चढ्न नसकेर गाह्रो भएको थियो हामीलाई। बाबु चाहिँ म यहाँ खेल्छु नि भनेर भन्यो। अनि त्यसपछि त नि भनेर हामी एकछिन घुमाइदियौँ। अनि दाउने देवी मन्दिर प्रस्थान भनेर आयो। अनि हामी चढ्दै गयौँ। जाँदा जाँदै गर्मी भयो सबैजना। अनि झर्ने बेलामा त आनन्द हुन्छ, तर जाँदाखेरि त गाह्रो नै भयो। चढ्दै बाँदरहरू हेर्दै, तर पहिलाको जस्तो बाँदर चाहिँ अहिले रहेनछ, अलिक कम भइसकेको रहेछ। अहिले बाँदरले चाहिँ हामीलाई त्यस्तो बाटोमा दुःख दिएको थिएन। मम्मीहरू चाहिँ बिसाउँदै त्यही बस्दै आइराख्नु भएको थियो। बाँदरहरूले चामलहरू खाइरहेको थिए त्यहाँ। अनि गर्मी ओहो। अनि हामी ठ्याक्क आइपुग्यौँ दाउने देवी मन्दिरमा। खासै धेरै भिड त थिएन, तर मान्छेहरू त आइराख्नु भएको थियो। अरू बेला जस्तो चाहिँ भिड चाहिँ थिएन। अनि हामी चप्पलहरू खोल्यौँ। चप्पलहरू खोलेर अनि त्यसपछि हामी माथि जान थाल्यौँ। पुग्यौँ अनि हामी मन्दिरमा पुगेर सामानहरू तयार गऱ्यौँ पूजा गर्नको लागि। पूजा गरेर नि हामी सकिसकेर अब भिडियोहरू, टिकटकहरू, फोटो के बनाउन थाल्यौँ। मम्मीले चाहिँ मेरो हिँडेको भिडियो बनाइदिए भन्नुभयो। अनि फेरि पछि हामी त फर्किसक्यौँ। अब फर्किसकेर मम्मीले हिँड्दै हुनुहुन्छ। मम्मी पुरै पसिना हुनुभएको छ। अनि हामी अब तल झरिरहेछौँ। झर्दाखेरि चाहिँ भिडियो बनाइदिएन बहिनी भनेको थिएँ मैले। अनि त्यसले चाहिँ बनाइदिए। आफ्नै भिडियो बनाएर बसिरहेको थियो बहिनी चाहिँ। हामी गयौँ। जाँदा भोक पनि लागेको थियो, गर्मी पनि भएको थियो, पसिनाले भिजेर। पानी चाहिँ पर्न सकेन। त्यही भएर आनन्द भयो। फोटोहरू खिच्न पनि भिडियोहरू बनाउन पनि राम्रो आएको थियो। आज मौसम राम्रो भएको भएर। अनि बहिनीले चाहिँ म दौडिन्छु तैँले भिडियो बनाइदिए भन्न थालेँ। अनि बाबुको पनि मैले भिडियो बनाइदिएँ। आउँदै गरेको भिडियो बहिनीले आफ्नो भिडियो बनाइरहेकी थिएँ। अनि त्यसपछि हामी हिँड्दै त्यहाँ बाँदरहरू कति थियो। अनि के गरेको छ बाँदरले भनेर पछि फेरि हामी अब गाडी कुर्न थाल्यौँ। गाडी कुरेर बस्यौँ। अनि हामी गाडी चढ्यौँ। गाडीमा प्याक थियो, हामी उभिरहेको थियौँ। अनि हामी फाइनली घर आइपुग्यौँ। घाममा गर्मी थियो। अनि आएर अब हामी खाना खान्छौँ। बाई बाई।